This was a mud flat, swamp. Today, this is a modern city. 10 years from now, this will be a metropolis. Never fear. भिडियोमा देख्नुभएको व्यक्तिको नाम ली क्वान यू हो। उनी सिङ्गापुरको आधुनिक पिता मानिन्छन्। उनको नेतृत्वमा सिङ्गापुर करिब 21 वर्षभित्र एक कमजोर, गरिब, भ्रष्टाचारले ग्रसित देशबाट उठेर आधुनिक र विकसित राष्ट्र बन्न सफल भयो। आज सिङ्गापुरको उदाहरण नेपालको ठूला ठूला नेताहरूले सधैँ दिँदै आएका छन्। देशलाई पनि सिङ्गापुर जस्तै विकासको बाटोमा लैजान्छौँ भन्ने सपना देखाएको, बोलेको र दोहोऱ्याएको धेरै भइसकेको छ। तर समस्या कहाँ छ भने नेताहरू आफै कहिले पनि ली क्वान यू जस्तो इमानदार, राष्ट्रवादी, दृढ र भ्रष्टाचार विरोधी बन्न सकेनन्। हामी नेपाली जनताले पटक पटक राजतन्त्र, राणा शासन, पञ्चायत शासनदेखि लिएर अहिलेको भ्रष्ट राजनीतिक दलहरू विरुद्ध सडकमा उत्रियौँ। तर जनताले कहिले पनि असली सुशासन पाउन सकेनन्। जब जब आफ्नो जायज माग लिएर जनता सडकमा निस्किए, त्यति बेला नेपालीहरूले सडकमै शहीद हुनु परेको छ। पुस्तौँ पुस्ता परिवर्तन हुँदै जाँदा केही व्यक्तिहरू र पार्टीहरूको मनपरी र दबावले देश जकडिँदै गयो। अब आएर नयाँ पुस्ताका युवाहरूले सडकमा उत्रिएर आवाज उठाउँदा पाटी थिचियो, मुख टालियो, तर त्यसैबीच उनीहरूले देशलाई उज्यालो दिशामा पुर्याउने आँट र आशा पनि जगाएका छन्। अहिलेको परिस्थिति निकै नै संवेदनशील छ। सयौं फूलहरू चुडिएका छन्। देशका संरचनाहरू बनाउन धेरै मात्रामा पैसाको आवश्यकता रहनेछ। कल-कारखाना र व्यापार व्यवसायहरू नेपालमा अझै विस्तार गर्न ठूलो चुनौतीहरू छन्। नेपाली जनताहरू आफै बीचमा पनि धेरै कुराहरूमा विवाद छन्। एक क्रान्तिपछिको सुरुवात निकै कठिन हुने गर्दछ। आजको भिडियोमा हेरौँ कि कसरी अब आउने दिनमा नेपाललाई सुशासनतर्फ अगाडि लग्न सकिन्छ भनेर। नेपालका राष्ट्र निर्माता पृथ्वीनारायण शाहले पहिले नै भन्नुभएको छ, नेपाल 4 जात 36 वर्णको फुलबारी हो। तर पछिल्लो केही वर्ष यता यो फुलबारीभित्र थोरै भए पनि समस्याहरू देखिन थालेका छन्। अब हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने धर्म, संस्कार, संस्कृति, जाति जे भए पनि हामी सबै नेपालीको एउटै लक्ष्य हुनुपर्छ, देशलाई राम्रो शासनतर्फ अगाडि बढाउने। आजकल फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको कमेन्ट, स्ट्याटसहरूमा धर्म, जात, संस्कृति, बोलीचाली, पहिचानको आधारमा एकअर्कामाथि गलत सोच, तिरस्कार, अपशब्द देखिन थालेको छ। यो बानी अब फेरि सुधार्नै पर्छ। किनकि यदि हामी आफैले एकअर्कालाई जात, धर्मको आधारमा तोड्यौँ भने हामीलाई नै छुट्याउन खोज्ने त धेरै तयार भएर बसेका छन्। त्यसैले नबिर्सौँ, हाम्रो पहिलो पहिचान नेपाली हो, अनि मात्रै धर्म, जात, भाषा वा संस्कार। आजकल धेरै युवाहरूलाई मनपर्ने स्वतन्त्र र फरक सोचका नेताहरू पनि छन्। देशका लागि केही गर्न चाहने मान्छेहरू उठिरहेका छन्, आवाज बुलन्द बनाइरहेका छन्। तर समस्या के छ भने उनीहरू बीचमा पनि एकता नै देख्न सकिँदैन। अब समय आएको छ एकअर्का विरुद्ध लड्ने होइन, अर्काको हात समाएर अगाडि बढ्ने। यदि युवाले रुचाएको, विश्वास गरेका, त्यस्ता स्वच्छ छवि भएका व्यक्तिहरू आपसमा नजोडिए, त्यसपछि फेरि पहिलेकै उही पुरानै नेताहरू सत्ता र शासनमा फर्किनेछन् र फेरि त्यसलाई उही बाटोमा धकेलिन्छ, जहाँ दुवै पुस्ताले धोका मात्रै पाउनेछन्। त्यसैले अब हामी युवाले पनि चाहनुपर्छ यस्ता स्वच्छ छवि भएका स्वतन्त्र नेताहरू बीच मिलन होस्, सहकार्य होस्, एउटै राष्ट्रिय दिशामा उभिऊँ। हामी जनताले पनि चुप लागेर बस्नु हुँदैन। आफ्नै आवाजमा, सोसल मिडियामा, भेटघाटमा जहाँ सकिन्छ
तपाईँहरू मिलेर अगाडि बढ्नुहोस् भनेर आग्रह गर्नुपर्छ। एकता भनेको अहिलेको चाहना मात्र होइन, यो देश परिवर्तनको अवसर हो। अब फागुन 21 गते एकदमै ठूलो अवसर आएको छ। प्रतिनिधि सभा चुनाव। यो चुनाव अरू जस्तो सामान्य होइन, विशेष महत्त्वको छ। मैले सबै युवालाई भन्न चाहन्छु, जसले अहिलेसम्म भोटर आइडी बनाउनु भएको छैन, कृपया सकेसम्म चाँडो बनाइदिनुहोस्, किनकि यो मौका फेरि छिट्टै आउँदैन। हरेक जनताको भोटको मूल्य हुन्छ। त्यसमध्ये युवाको भोटको त अझै शक्तिशाली हुन्छ। देशको दिशा नै मोड्न सक्ने क्षमता हुन्छ एउटा मतमा। साथै अहिले समय आएको छ आफ्नो क्षेत्रमा समाजको लागि निस्वार्थ काम गरिरहेका, शुद्ध सोच भएका, देश र भविष्यको लागि जिम्मेवार मान्छेलाई उठाउन, प्रोत्साहन दिन र अघि ल्याउन। हामीले गाउँ, वडा स्तरदेखि नगर, महानगरसम्म मिलेर नयाँ पुस्तालाई अगाडि ल्याउने अभ्यास सुरु गर्नै पर्छ। अबको राजनीति पुरानै नाममा होइन, काममा र सोचमा आधारित हुनुपर्छ। युवा पुस्ताले पनि अब आफूले पाएको अवसर र सुविधालाई अझ जिम्मेवारीको साथ प्रयोग गर्नुपर्छ। हामीले पाएको शिक्षा, रोजगारीको अवसर, व्यवसाय सिक्ने मौका, कला संस्कृति, खेलकुद जस्ता क्षेत्रमा सहभागिता यी सबैलाई अब अघि बढाउने समय आइसकेको छ। जुन काम गर्छौँ त्यो मेहनत, इमानदारी र निरन्तरताको सँग गर्नुपर्छ। यही बाटोले मात्र देशलाई बलियो बनाउँछ। हामीले फरक परिस्थितिमा सकारात्मक सोच राखेर असली तरिकाले अघि बढ्न सके भोलिको पुस्ताले अझै राम्रो नेपाल देख्नेछ। अहिलेको लागि यति कुरामा मात्रै पनि ध्यान दिन सक्यो भने पनि नेपालले फेरि सुनौलो दिनहरू देख्नेछ।